नमस्ते साथीहरू, म चाहिँ आज पहाडतिर आइसकेको छु। अलिक उच्चै ठाउँमा हिमालतिर, पहाडी क्षेत्रतिर चाहिँ आएको छु। हिमाली जडीबुटीहरूको लागि तपाईहरुलाई चाहिँ भिडियो बनाउनको लागि यहाँ आइसकेका छौं र मेहनत गर्दैछु, दुःख गर्दैछु। मैले जानेका बुझेका र मेरा पुर्खाहरूले प्रयोग गर्दै आएका जडीबुटीहरूको चाहिँ नि मैले खोजी कार्य गर्दैछौं र तपाईहरुलाई चाहिँ भिडियोमा खिचेर पठाउँदैछौं। मेरो भ्लगलाई हेरेर तपाईहरुले चाहिँ नि काम लाग्ने, तपाईहरुलाई चाहिँ नि आवश्यकता पर्ने भिडियोहरू पक्कै पनि यही युट्युब च्यानलबाट आउनेछ र मेरो भिडियोलाई लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनु होला भन्न चाहन्छु। किन चाहिँ म आज निकै माथिको उचाइमा चाहिँ आइसकेको छु। सबैतिर वरिपरि सबै डाँडा पाखा पखेराहरू छन् साथीहरू र हिमालतिरको नजिकै छन्। निकै माथि हिमालतिर हिमाली जडीबुटीहरूको खोजी र त्यही जडीबुटीहरूको चाहिँ भिडियो सङ्कलन गरेर म तपाईहरुको समक्ष पठाउने प्रयत्न गरिरहेको छु। साथीहरू, भिडियोलाई लाइक, शेयर, कमेन्ट गरेर चाहिँ नि सहयोग गरिदिनु होला। म तपाईहरुको लागि भिडियो चाहिँ नि बनाउन र पुरानो हाम्रो जिजु बराजुहरूले प्रयोग गर्दै आएको जडीबुटीहरू चाहिँ नि ओझेलमा पर्न लागेको हुँदाखेरि मैले चाहिँ नि अब यो जडीबुटीहरूलाई चाहिँ नि अब संरक्षण गरेर भिडियो बनाएर सबै समक्ष पुर्याएर सबैले चाहिँ चिनोस् जानोस्। हरेक रोगहरूको समाधान हुने जडीबुटीहरूलाई म खोजी कार्य गर्दै यहाँ हिमालतिर चाहिँ नि पहाडतिर चाहिँ नि दुःख र सङ्घर्ष मेहनत गरेर चाहिँ आइपुगेको छौं। तपाईहरुले मेरो सङ्घर्ष र दुःख मेहनतलाई चाहिँ नि सब्स्क्राइब र लाइक, शेयर गरिदिन नभुल्नु होला भन्न चाहन्छु। हस्त, नमस्ते, जय नेपाल, जय होस्। सबैको स्वास्थ्यमा सबैको चाहिँ नि जय जय होस्। स्वस्थ रहनु होला। जय देश, जय नेपाल।